साथीहरू नमस्कार। हिजो सहमति टुट्यो र अर्को एउटा वकिलले फेरि गाली गर्न सुरु गरिसकेछ। पहिला यो भिडियो सुनाउँछु, त्यस पछाडि म कुरा गर्छु। भिडियो उहाँहरूको इमान्दारी त भएन नि त, भागभण्ड त मिलाइदिनु पर्यो नि त। उहाँहरूले जुठो गर्नुभएको थालमा हामी कहाँ खान्छौँ त? उहाँहरू त जुठो हो नि त। रविको त्यो कर्तुतहरू त जिन्दगीभर के हामी उज्यालो नेपाल पार्टीले बोकिदिनु पर्ने? भित्तामा पुर्याइदिन्छु भन्ने कुरा गरेपछि उज्यालो नेपाल भनेको त अहिले त नयाँ पार्टी हो नि त। सहकारी ठग यस्ताहरूसँग चाहिँ हामी मिलेर जान सक्छौँ। सहकारी ठग उहाँहरू। ल भिडियो सुन्नुभयो नि त। कुलमानजीलाई म सबैभन्दा पहिला धेरै बधाई दिन चाहन्छु। उज्यालो नेपाल पार्टीको तपाईँ अध्यक्ष बन्नुभएकोमा हिजो पनि बधाई दिएको थिएँ, आज नि बधाई दिन्छु। तर कुलमानजी तपाईँले ठिक छ, सहमति हुनु असहमति हुनु लोकतन्त्रमा चाहिँ नि कहीँ मिल्नु कहीँ फुट्नु त्यो स्वतन्त्र रूपमा चाहिँ स्वतन्त्रता वाक छ नेपालमा। यसैको कारणले लोकतन्त्र आएको, यसमा मेरो कुनै पनि विमति छैन। तर तपाईँले बोलिरहेका केही झुटका शब्दहरू तीका विषयमा बिस्तारै खण्डन गर्दै गरौँला। कुलमानजी झुट नबोलिदिनु होला, छातीमा हात राखेर नेपाल बनाउने विषयमा चाहिँ अगाडि बढिदिनु होला। अर्को कुरा, जुन यो तपाईँको चाहिँ एउटा हनुमान, यसको अनुहार हेर्दै त्यो भैँसीले हगेको गोबरको जस्तो अनुहार, थेप्सी अनुहार, यो फटाले चाहिँ के भन्यो भने हामीलाई भित्तामा पुर्याइदिने। तिमीहरूको बाउलाई सोध, तिमीहरूलाई सोध कि तिमीहरूलाई चाहिँ नि 18 जना समानुपातिक, जसको जाबो एउटा कहीँ कतै सङ्गठन छैन, कहीँ कतै जनताले चिनेको छैन, बुझेको छैन। एउटा कुलमान पछाडिको कुन चाहिँ नेता हो, कुन चाहिँलाई जनताले चिनेको छ? तिमीलाई 18 जना समानुपातिक कोटाबाट छिराउनु पर्ने। तिमीहरूलाई चाहिँ नि के अरे चाहिँ जुन ठाउँमा तिमीहरूले जित्छौ, जुन ठाउँमा चाहिँ तिमीहरूको जित हुनेवाला छ, जुन ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको राम्रो चाहिँ के अरे चाहिँ माहौल छ, त्यो ठाउँमा तिमीहरूलाई टिकट दिनुपर्ने। तिमीहरूलाई चाहिँ केन्द्रीय समितिमा जम्मै चाहिँ त्यो उच्च स्तरीय पदहरू तिमीहरूलाई दिनुपर्ने, अनि उपसभापतिदेखि लिएर तिमीहरूलाई सबै दिनुपर्ने। अनि तिमीहरूलाई चाहिँ भित्तामा नपुर्याइकन कसलाई भित्तामा पुर्याउँछ? के राष्ट्रिय स्वतन्त्र पार्टी कब्जा गर्नु खोज्नु भएको? यो ढिँडे मगर सुन, मेरा धेरै साथीहरू मगरका साथीहरू छन्, मेरा धेरै साथीहरू गुरुङ छन्, मेरा धेरै सोल्टिनाहरू गुरुङ मगरहरू छन्। म उहाँप्रति सम्मान गर्छु, उहाँप्रति जहिले पनि शिर झुकाएर नमन गर्न चाहन्छु। तर त जस्तो नलायक, त जस्तो कपुत, त जस्तो चाहिँ फटा, त जस्तो दलाल, त जस्तो माफिया, त जस्तो गधालाई आज मैले सही आन्सर दिनैपर्छ। यदि यो आन्सर दिएन भने मेरो सभापति कसैलाई केही पनि भन्दैन, नराम्रो शब्द बोल्दैन, नराम्रो कसैलाई कटाक्ष गर्दैन, जसले जेसुकै भनोस् होस्। यो राजनीति यस्तै हो। मैले यो पीडा सहँदा आज यहाँसम्म पुगेको मान्छे हुँ। मलाई चाहिँ यिनीहरू नयाँ छन्, यिनीहरूले गाली गर्छन्, यिनीहरूले मेरो चाहिँ चरित्र हत्या गर्छन्। म बुद्ध छु, ठिकै छ, गरून्, केही छैन। तर म चाहिँ एउटा बिपीको सिद्धान्तमा बिपी पछाडिको दोस्रो बिपी बन्न चाहन्छु, मदन पछाडिको दोस्रो मदन बन्न चाहन्छु, तपाईँको चाहिँ अब्राहम लिङ्कन पछाडिको अब्राहम लिङ्कन बन्न चाहन्छु, मदर टेरेसा पछाडिको मदर टेरेसा बन्न चाहन्छु, तपाईँ सी जिनपिङ पछाडिको सी जिनपिङ बन्न चाहन्छु भनेर मेरो नेताले कसैलाई कटाक्ष गर्दैन, कसैलाई नराम्रो भन्दैन, कसैलाई गाली बेइज्जत गर्दैन। कसैको चाहिँ भाषणमा होस् अथवा कुनै पनि आमसभा आफ्ना कुरा गर्छ, आफ्ना एजेन्डा कुरा गर्छ, आफ्ना दुःख सुखको कुरा गर्छ। तर यिनीहरू यी फटा नलायक चरित्रहीनहरूले गर्दाखेरि आज चाहिँ मेरो सभापति र मेरो पार्टीमाथि जतिखेर पनि धवा बलिराख्ने। अनि यो अर्को वकिल सहकारी ठग भन्छ। सहकारी ठग तेरो बाउ हो, तेरो बाउ सहकारी ठग हो। कुलमानलाई मात्रै मैले यहीँबाट भन्न चाहन्छु, 18वटा मुद्दा छ, हेर्दै जा। तेरो कुलमानजीलाई मेरो कुनै पनि कटाक्ष छैन। तर एउटा कुरो याद राख, 18वटा मुद्दा बोकेको कुलमान तपाईँको चाहिँ के अरे पर्सि मात्रै केही दिन रुक, यही फागुन 21 पछाडि पुरानो सरकार आयो भने तेरो कुलमान, रवि त जेलमा यसै छन् त्यसै छन्, छोड्दे। रविको के हुन्छ तँ टेन्सन छोड्दे, किनभने सुरु भएपछि अन्त्य हुन्छ। तर तेरो कुलमानको त सुरु नै भएको छैन। अनि तेरो कुलमानको हालत के हुन्छ? तिमीहरू जस्ता नलायक भिजिलान्तीहरूले आज यो एकता टुटेको। हामी एकता चाहन्थ्यौँ, हामी यत्रो लचक्दा पनि, यत्रो मेरो पार्टी सभापति उपसभापति, यो देशको 36 देशको अर्थतन्त्र हेर्ने सोडी वाग्ले जस्तो तपाईँको चाहिँ विज्ञ व्यक्ति जस्तो, तपाईँको चाहिँ डिपी आर्याल जस्तो यत्रो पार्टी हाकेको, देशैभरि बनाएको, तिनीहरू वर्गीयका आधारमा 4औँ 5औँ 6औँ नम्बरमा पुग्दा पनि मेरा उपसभापतिहरूले एक शब्द चुइक्क नबोलेर चाहिँ ल ठिकै छ नि त, यो देश बनोस्, यो देश बन्यो भने पद ठुलो होइन, हामी चाहिँ नि मिलेर अगाडि बढ्नुपर्छ, यो देश बन्नुपर्छ भनेर मेरा सभापतिज्यूदेखि लिएर अन्य वडाका पालिकाकादेखि लिएर हरेक साथीहरू चाहिँ 2 कदम 3 कदम पछाडि हट्दै जाने। अनि तिमीहरू चाहिँ जो टुसे एउटा झुसे बारुला आएर एउटा चाहिँ एक सिटे
हुने नै एक सिट हो तिमीहरू, एक सिटभन्दा दोस्रो हुँदैन। त्यस कारणले तिमीहरूले जसरी भाग खोज्यौ यसको यही नै हुन्थ्यो आन्सर। तिमीहरू मिल्न चाहन्थेनौ, तिमीहरू नेपाली जनतालाई लात हानेका छौ, तिमीहरू नेपाली जनतामाथि घात गरेका छौ। तिमीहरूको आन्सर, तिमीहरूको उत्तर मैले दिने होइन, नेपाली जनताले यही फागुन 21 मा दिनेवाला छन्। तर तैँले जसरी चाहिँ सहकारी ठग हो भनेर तिमीहरू तैँले भनिस् नि, तेरो बाउ सहकारी ठग हो, तेरी